येशूको राज्य चाहिँ धर्म होइन तर राज्य हो भने टपिक्समा हामी कुरा गर्दैछौँ। अनि येशूले मत्ती 4को 16 पदले भनेको छ कि पश्चाताप गर किनभने स्वर्गीय राज्य नजिक आइपुगेको छ। आमेन। यो कुराले के बताउनुहुन्छ भन्दाखेरि येशूको राज्य चाहिँ धर्म होइन तर राज्य हो। राज्य भनेको येशूको सरकार र येशूको प्रतिनिधि, येशूको गवाई दिने व्यक्तिहरू तपाईँ र म बन्नुपर्छ भन्ने कुरा चाहिँ येशू क्रिस्टले हामीलाई बताउनु भएको छ। आमेन। तर आज संसारमा धेरैजनालाई भन्छ येशूले धर्म बनाउन आउनुभयो, क्रिस्चियन बनाउन आउनुभयो भन्छ। तर क्रिस्चियन चाहिँ कस्तो प्रकारले जिउनुपर्छ अनि येशू क्रिस्टले भन्नुभयो स्वर्गीय राज्यको लागि जिउने मानिसहरू हुनुपर्छ भनेर उहाँले हामीले बताउनु भएको छ। आमेन। येशू क्रिस्टले धर्मको विषयमा पश्चाताप गर्नु भनेको छैन तर मत्ती 4को 16 पदले भन्दछ कि स्वर्गीय राज्यको विषयमा पश्चाताप गर भनेर उहाँले हामीले सिकाउनु भएको छ। आमेन। येशूको सरकार भनेको येशूको प्रतिनिधि र येशूको राजदूत र येशूको गवाई दिने व्यक्ति। जसरी हामी येशूको चाहिँ सरकारमा छौँ भने हामी येशूको बारेमा बताउँछ, ठाउँ ठाउँमा अरूले पनि हामी त्यो कुराहरू बताउँछ अनि त्यो व्यक्ति चाहिँ हामी भएको परमेश्वर चाहनुहुन्छ। आमेन। राज्यभित्र साँचो पश्चाताप के हो? हाम्रो आत्मा, हाम्रो जीवनमा भएको सम्बन्ध, छोराछोरी, पैसा, जग्गा, जमिन र सबै थोक परमेश्वरले दे भन्दा हामी दिन सक्नु पर्यो। आमेन। आज तपाईँको छोराछोरी तपाईँको इच्छामा, तपाईँको कन्ट्रोलमा, तपाईँको इच्छा पुरा गर्नु लागि मात्र युज गर्दै हुनुहुन्छ भने परमेश्वरको राज्य त्यो घर र परिवारमा आएको हुँदैन। किनभने येशू क्रिस्टको राज्य चाहिँ धर्म होइन तर राज्य हो भन्ने कुरा चाहिँ किन भनेको भन्दाखेरि चाहिँ उहाँको राज्यमा मानिसहरू निर्माण भएको, स्वर्गीय शान्तिमा परमेश्वरको राज्य आएको तपाईँ चाहनुहुन्छ भने तपाईँको परिवारमा स्वर्गीय शान्तिमा निर्माण भएको तपाईँ चाहनुहुन्छ भने तपाईँले स्वर्गीय प्रोटोकलमा तपाईँ र म जिउँदै जानुपर्छ। आमेन। अनि मत्ती 4को 16ले भन्छ स्वर्गीय राज्यका मानिसहरूले चाहिँ साँचो पश्चाताप केमा गर्नुपर्छ भन्दाखेरि धर्मबाट चाहिँ राज्यमा ट्रान्सफर हुनुपर्छ। पहिला केमा चर्च आउने जाने र येशू क्रिस्टको नाउँमा विश्वास गर्ने भन्छ, त्यति मात्र हाम्रो जीवन सीमित भयो। अब क्रिस्ट येशूको राज्यमा के कुरा हामीले सिक्नुपर्छ भन्दाखेरि धर्मको प्रोटोकललाई पन्छाएर त्यसलाई बिर्सेर अब राज्यको प्रोटोकल यो भनेको राज्यको कुरामा जिउनु पर्यो। राज्यको कुरा भनेको स्वर्गले जस्तो हामीलाई निर्देशन दिन्छ त्यो कुरामा लागिरहने, पवित्र आत्माले तपाईँले जे कुरा भन्छ त्यो कुरामा तक मान्ने जीवन चाहिँ हाम्रो जीवनमा हुनुपर्दछ। आमेन। किनभने तपाईँले आफ्नो छोराछोरी, तपाईँको श्रीमान, तपाईँको श्रीमती, तपाईँको जब, तपाईँको बिजनेस, तपाईँको व्यवसाय परमेश्वरको राज्यमा तपाईँलाई दिनुभयो भने मात्र तपाईँको जीवनमा परमेश्वरको राज्य आएको हो। आमेन। आज तपाईँलाई थाहा छ धेरै मान्छे दुःख लाग्दो कुराहरू हामीले सुनाउँछ। धनी धनी मानिस, करोडपति मान्छे पनि पैसाको कारणले गर्दा शान्ति आउँछ कि जस्तो लाग्छ तर शान्ति छैन उनीहरूको हृदयमा। करोडपति पनि हामीलाई लाग्छ उनीहरू त सुखको माया छ होइन, करोडौँ गाडी चढ्नुहुन्छ उहाँहरू, करोडौँ घरमा बस्नुहुन्छ उहाँहरू, करोडौँ पैसाको मालिक हो, उनीहरूमा शान्ति छ होला हामी त्यस्तो सोच्छ तर त्यसमा पनि शान्ति छैन। तिनीहरूमा अशान्तिले उनीहरूको जीवनमा होइन डिप्रेसनमा गइरहेको हुन्छ, चिन्ता र फिक्रीमा उनीहरू दिन प्रतिदिन उनीहरू डुबिरहेको हुन्छ। तर हामीलाई जब हाम्रो जीवनमा परमेश्वरको राज्यमा हाम्रो परिवार सम्बन्ध, बिजनेस, व्यवसाय, आर्थिक जबहरू परमेश्वरको राज्यमा ल्यायो भने चाहिँ त्यो चाहिँ सबैभन्दा बेस्ट हो। आमेन। त्यो स्वर्गीय शान्तिले जब हाम्रो परिवारमा भरिन्छ तब हाम्रो परिवार चाहिँ असल तरिकाले निर्माण हुँदै जानुहुनेछ। आमेन। कतिजना धनी छोराछोरीहरू चाहिँ बिग्रिएको हामी देख्छौँ, गुनासो सुन्छौँ, यत्रो लट्टीले हान्दा पनि उनीहरू सुधारेको छैन होइन, टोयलेटमा 3-4 घन्टा थुने पनि उनीहरूको सुधार भएको छैन, अनि सुधार केन्द्रमा पठाएता पनि उनीहरूको सुधार भएको छैन भनेर कति मानिसले ती कुराहरू भनिरहेको म सुन्छु। तर दुःख लाग्ने कुरा के छ भने, दुःख लाग्दो कुरा के छ भने बुवा आमालाई सही ट्र्याकमा नडोराएको कारणले गर्दा संसारमा जताततै तपाईँलाई भेट्नुभयो
भने चाहिँ के भेट्नुहुन्छ? बढी खराब मानिस र खराब सङ्गतमा भेट्नुहुन्छ। खराब मानिसको बिचमा नि राम्रो सङ्गत गरेर आफ्नो जीवन चाहिँ परमेश्वरको उपस्थितिमा हामीलाई समर्पण गरिरहनुपर्छ। आमेन। अनि तब मात्र त्यो व्यक्तिको जीवनमा परमेश्वरको राज्य छ भन्ने कुरा बुझिन्छ। अनि परमेश्वरको राज्यमा चाहिँ जिउनुको लागि चाहिँ हामीलाई मत्ती 4:23 भन्दछ, यीशु ख्रीष्ट चाहिँ राज्यको सुसमाचार सुनाउन आउनु भएको। राज्यको सुसमाचार भनेको चाहिँ स्वर्गको कुरा मात्र उहाँलाई पृथ्वीमा मानव जातिले बताउन आउनु भएको। धर्म बनाउने, चङ्गाई गर्ने, छुटकारा गर्ने, अन्य भाषा बोल्ने मात्र कुरा सिकाएको छैन। त्यो कुरा हुनुपर्छ। त्योभन्दा पनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँको घर जग्गा जमिन छोराछोरी श्रीमान श्रीमती सबै चाहिँ परमेश्वरको राज्यमा आएको चाहिँ परमेश्वर चाहनुहुन्छ। आमेन। हामी सबै परिवार हरेक दिन यो चर्चमा आएको हामी चाहन्छ नि, हो कि होइन? तर आउँदैन। किन आउँदैन? जसले संसार जुन व्यक्ति संसारको हो त्यो संसारमै समय बिताउँछ। जुन व्यक्ति परमेश्वरको त्यसले परमेश्वरसँग सङ्गति गरिरहन्छ। हामीले दुई कुरा गर्दाखेरि दुई कुरामा स्पष्ट छ। संसारको हो भने त्यो मान्छे संसारका लागि गर्छ, होइन? यदि परमेश्वरको हो भने त्यो व्यक्तिलाई परमेश्वरको निम्ति गर्छ। पैसा कमाउने व्यक्तिहरूले पनि म यो कुरा भन्छु, पैसा कमाउने व्यक्तिले पनि परमेश्वरको लागि गर्नुहुन्छ भने त्यो व्यक्तिले परमेश्वरको लागि रोक्छ। दशंसा पहिलो फलमा कहिले पनि हेलचक्रिक गर्दैन। त्यसले इमान्दारी परमेश्वरको राज्यमा बिउ रोप्छ र प्रभुको लागि पहिलो स्थान दिन्छ। उसको जब र बिजनेस व्यवसाय झन् फल्दै फुल्दै बित्दै हुँदै आशिषमय हुँदै जानुहुन्छ। आमेन। अनि परमेश्वरले चाहेको चाहिँ त्यही हो। तर तपाईँ र मैले आज संसारमा परमेश्वरको राज्यको प्रोटोकल नमान्दाखेरि हाम्रो जीवनमा कतिजना घाटा छ, कतिजना मान्छेलाई ऋणमा बसिरहेको छ। ऋण नभएको मान्छे हुँदैन संसारमा, धेरै मान्छे हुन्छ। तर ऋण माथि विजय गर्नलाई लागि परमेश्वरको अनुग्रह र ग्रेसमा हामी निर्माण हुँदै जानुपर्ने हुन्छ। आमेन। जब जब तपाईँ परमेश्वरका राज्यमा आउँछ, धर्मबाट राज्यमा आउँछ, तपाईँको आत्मिक उन्नति हुन्छ, शारीरिक उन्नति हुन्छ, भावना रूपमा पनि उन्नति हुँदछ, मानसिक रूपमा पनि तपाईँको उन्नति हुँदै जानुहुन्छ। त्यो चाहिँ परमेश्वरको प्रोटोकलमा जब तपाईँ जिउँछ तब मात्र यो कुराहरू सम्भव हुन्छ। आमेन। तपाईँ र मलाई लाग्छ होइन, हामी दिन रात पैसा कमाइरहेछ म धनी हुन्छु भने दौडिँदैछ कतिजना। त्यो धनले तपाईँ धनी हुँदैन। मैले आज तपाईँले एउटा कुरा सिकाएको छु, परमेश्वरले हाम्रो धार्जीमा होइन, धार्जी र चुम्नुब्रीमा एकदम ठुलो मौका परमेश्वरले हामीलाई दिनुभएको छ। जुन मान्छेले चाहेर पनि पाएको छैन, अरूहरूको मान्छेले पाएको छैन। उसले 30 लाख ल्याएर सेयर मार्केटमा हाल्न लायो, तर उसले परेन, 57,000 मात्र पर्यो। 30 लाखको पैसा 57,000 मात्र। तर यहाँ स्थानीय 6 जना परिवार छ, 10 जना परिवार छ भने तपाईँले प्रत्येकको नाममा 1 लाख मात्र हाल्यो भने 10 लाख पर्यो नि त। 10 लाखबाट हामी 20 लाखको सेयर किन्न पाउँयो। 20 लाखबाट कति हुन्छ? 80 लाख जतिको हराएर 3, 3.5 र 4 वर्षमा आउँछ। परमेश्वरले यति त्यो अनुग्रह दिनुभएको, यो अनुग्रहमा तपाईँ र म निर्माण हुँदै जानुपर्छ। आमेन। पैसा नै ठुलो कुरा होइन, तर परमेश्वरको राज्यमा पैसा, सम्बन्ध, जब, बिजनेस, व्यवसाय सबै चाहिँ एउटै लेभलमा हामी लानुपर्छ, होइन? टाइम टेबल मिलाएर हामीले परमेश्वरको राज्यको किङडममा हामी सबै कुरा चाहिँ एउटा लेभलमा, होइन? 10 लेभल सिटीमा हामी जाँदैछ भने 10 लेभल सिटीमा सबै कुरा चाहिँ लानु पर्यो क्या। कुनै चाहिँ 1 मा, कुनै चाहिँ 2 मा, कुनै चाहिँ 3 मा। अनि पैसा चाहिँ 10 नम्बर लेभलमा छ भने त्यो कुराले सम्बन्ध बिग्रिन्छ। बढी अशान्ति भएको कारण किन हो भन्दाखेरि मान्छेलाई गर्न चाहिँ खोज्छ तर परमेश्वरको प्रोटोकल अनुसार गर्दैन, वचन अनुसार गर्दैन, परमेश्वरलाई पहिलो स्थान दिएर गर्दैन। त्यो व्यक्तिको जीवन र परिवार सम्बन्धहरू बिग्रेको हामी धेरै देख्छ। आज धेरैजनालाई छोराछोरी जन्मियो, ठुलो भयो, 12 पढ्दै उनीहरू अब ब्याचलर पढ्दैछ, तर पनि एक प्रकारको बुवा आमामा चिन्ता किन हुन्छ? किनभने राज्यमा नभएको कारणले गर्दा। किनभने राज्यमा छौ भने चाहिँ परमेश्वरको वचन अनुसार छोराछोरी बढ्दै जान्छ, असल हुँदैछ। अनि यहाँ त कतिजना छ होइन, गोर्खामा हाम्रो हाउस चर्च हुँदैछ, अनि आत्मिक छोराछोरीलाई उनीहरू बिग्रिन्छ कि भन्ने डर छैन मलाई। कतिजना हाम्रो मण्डलीको छोराछोरी म हेर्छु, दिनभरि त्यो गेम खेलेर बच्चाहरू बिग्रेको छ कि हाम्रो मण्डलीको छोराछोरीहरू। अनि मैले आत्मिक छोराछोरीले मैले भनेको छु गोर्खामा, तिमीहरू त्यस्तो गेम खेलेर वैध जीवन बिताएर समय बर्बाद गर्दैछ भने म छोडिदिन्छु तिमीहरूलाई।
मैले त्यो भने तिमीहरू मेरो आत्मिक छोराछोरी हो भने तिमीहरू त्यो कुरामा नलाग। तिमीहरू बुवा आमाको लागि चाहिँ एउटा गर्व गर्ने ठाउँ बन्नु, परमेश्वरको लागि गर्व गर्ने ठाउँ बन्नु होइन। बुवा आमाले मेरो छोराछोरी यति असल काम गर्दैछ, आमा बुवाले गर्व गरोस्, मलाई परमेश्वरले असल छोराछोरी दिनुभयो, मलाई असल श्रीमान दिनुभयो, असल श्रीमती दिनुभयो भनेर त्यो गर्व गर्ने काम चाहिँ हामीले गर्नुपर्छ। राज्यमा चाहिँ त्यो हो, आमेन। तर धर्ममा चर्च जाने आउने झगडा हुने भन्ने कुरा नडेर्ने सल्लाह नलिने त्यस्तो छोराछोरी जन बिग्रिँदै जान्छ। बढी खुसी चाहिँ हामीले छोराछोरीलाई हामीले दिनुपर्छ, बढी खुसी र बढी चाहिँ मेहनत चाहिँ हाम्रो परिवारको लागि गर्नुपर्छ र हामी आफ्नै लागि गर्नुपर्छ। अनि परमेश्वरले हाम्रो जीवनमा आशिष दिँदै जानुहुनेछ, आमेन। आशिष चाहिँ त्यसै आउँदैन कि बढी अरूको लागि गर्ने, समाजको लागि गर्ने। हाम्रो एउटा परिवार होइन, मेरो आत्मिक छोरीको बुवा संसार र समाजको लागि उसले करोडौँ काम गरेर मान्छेलाई चाहिँ सहायता गरिरहेको छ। तर उसको जीवनमा पैसा भने कहिले हुँदैन क्या, करोडौँको काम गर्छ, पैसा कहिले हुँदैन, किनभने उहाँले संसारको लागि गरे। तर परमेश्वरको लागि गऱ्यो भने हाम्रो आर्थिक, हाम्रो जब, हाम्रो छोराछोरी अनि दम्पति जीवन पनि ब्लेसिङमा जाँदै र परमेश्वरको राज्यको कुराहरू त्यहाँ एप्लाई हुँदै जानुहुन्छ, आमेन। अनि यो राज्यको कुरा चाहिँ राज्यभित्र बस्नेले मात्र बुझ्न सकिन्छ। जब राज्यभित्र बस्दैन त्यो व्यक्तिलाई यो कुरा बुझ्न सकिँदैन। राज्य भनेको येशूको सरकार, येशूले जस्तो हामीलाई सिकाउनु भयो त्यो कुरा सिकाउने व्यक्ति भन्छ। येशू जस्तो जीवन जिउँथ्यो त्यस्तै जीवन जिउने व्यक्ति भनिन्छ राज्यमा जिउने चाहिँ। आज धर्ममा जाने, यो खाने, यो लाउने, त्यो लाउने, त्यो आफ्नै ठाउँमा छ। के लाउने, के खाने, के पिउने भन्ने कुरामा चिन्ता नगर, तर तिमीहरूले परमेश्वरको राज्य र धार्मिकताको खोजी गर, आमेन। परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्ने व्यक्तिलाई नै परमेश्वरको वचन र प्रकाश हाम्रो जीवनमा दिनुहुन्छ, आमेन। मैले कतिजना छोराछोरीहरूलाई यो कुरा भनेछ गोर्खामा चाहिँ उहाँहरूलाई, तिमीहरू 3 जना 4 जना मात्र छ, तर तिमीहरू राज्यमा र यीशुको प्रतिनिधि र यीशुको ओरिजिनल चेला हुन चाहनुहुन्छ भने तिमीहरूले परमेश्वरको भय र डरमा जिउनुहोस्। त्यो भयो भने परमेश्वरले हामीलाई अति नै पागल चाहिँ माया गर्नुहुन्छ, आमेन। हामीले माया गर्ने व्यक्ति संसारमा खोज्यो भने तपाईँले बढी धोका मात्र पाउँछ। अरूको माया म किन्छु पैसाले भनेर पैसाको सहायता दिएर कसैको माया किन्न सकिँदैन। कसैको घर पैसाले किन्न सक्छ होला तपाईँले, तर कसैको माया पैसाले किन्न सकिँदैन प्रियहरू। किनभने परमेश्वरको प्रेम अमूल्य छ। आज संसारको मान्छेलाई परमेश्वरको प्रेम पैसाले किन्न खोजिरहेको छ, पैसामा साट्न खोजिरहेछ। तपाईँमा पैसा धेरै धनी भयो भनेर तपाईँको परमेश्वरको प्रेम किन्न सकिँदैन। तपाईँले परमेश्वरको प्रेम सँगसँगै तपाईँको जीवन पनि राज्यको प्रोटोकलमा जिउँदै जानु पर्नुहुन्छ, आमेन। जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभयो म पनि तिमीहरूलाई दिन्छु, येशू ख्रीष्टले यो कुरा भन्नुभएको छ, आमेन। किनभने जसरी चाहिँ येशू ख्रीष्टले चाहिँ परमेश्वरले एउटा राज्य दिनुभयो, त्यो राज्य चाहिँ संसारका मानिसलाई उद्धार र मुक्ति दिनुको लागि हो, आमेन। अनि त्यो चाहिँ येशूको प्रोटोकलको राज्य थियो। येशूले उद्धार दिनुभयो हामीलाई, पागल चाहिँ माया गर्नुभयो, तर पागल चाहिँ हामीले माया गरेको छ त, त्यो कुरा तपाईँ र मैले बुझ्नुपर्छ। यदि तपाईँले परमेश्वरले पागल चाहिँ माया गरेको छ भने तपाईँ चर्च कहिले छोड्दैन, सङ्गति जान कहिले छोड्दैन, वचनअनुसार जिउँदाखेरि तपाईँले गाह्रो भयो भने चाहिँ नमान्ने, सजिलो चाहिँ मान्ने, त्यस्तो गर्दैन। गाह्रो भए तापनि त्यो वचन मान्ने, सजिलो भए पनि त्यो कुरा मान्ने भयो भने त्यो चाहिँ परमेश्वरको असल चेला हो, आमेन। तर आज क्रिस्चियन धर्म के हुन्छ, गाह्रो वचन आयो भने नमान्ने, सजिलो आयो भने मान्ने, त्यस्तो चाहिँ राज्यमा चल्दैन। येशूको सरकारमा यो कुरा चल्दैन। येशूको सरकारमा यो सबै कुरा के हुन्छ, गाह्रो भए पनि मान्छ, सजिलो भए पनि मान्छ। त्यो कुरा आउँदाखेरि मनमा होइन हृदयमा पचाउन अलिक गाह्रो हुन्छ। तर उसले चाहिँ मेन्टरसिपको कलिङमा ऊ बढेको कारणले गर्दा, लिडरसिपको कलिङमा ऊ बढेको कारणले उसले एकदम डाइरेक्टली बोल्नुभयो, तर मन त दुख्यो। तर त्यो मन दुख्यो तापनि त्यो कुरालाई ग्रहण गर्ने चाहिँ साँचो चेला हो भनेर मैले उहाँलाई बधाएँ, आमेन। कतिजना छोराछोरीहरूलाई बुवा आमाले भन्दाखेरि मन दुख्ला के, तितो लाग्ला होइन, तर त्यो कुराले म मेरो मनलाई मारेर, मेरो इच्छाले मारेर मेरो बुवा आमा कुरा मान्छु, मेरो आत्मिक बुवाको कुरा मान्छु, पास्टरको कुरा मान्छु भनेर तपाईँले त्यो कुरालाई आँट लिएर गर्नुहुन्छ नि, परमेश्वरले तपाईँको जीवनमा काम गर्दै जानुहुन्छ, आमेन। किनभने घमण्डले चाहिँ हाम्रो जीवनमा परमेश्वरको राज्य आउन दिँदैन, जिद्दीले चाहिँ परमेश्वरको राज्य आउन दिँदैन। आफ्नै भनाइ र आफ्नै जिद्दीले
जब हामी जिउन थाल्छ सम्बन्ध टुटिन्छ, परमेश्वरले त्यहाँ काम गर्दैन। तब जब नम्र भएर परमेश्वरको इच्छा अनुसार हाम्रो जीवन जिउन थाल्छ, परमेश्वरको राज्य त्यहाँ आउँदछ। आमेन। अनि एक अर्कोको अधीनमा बसेको चाहिँ परमेश्वरको राज्यमा यो कुरा धेरै महत्त्वपूर्ण छ। आमेन। जब हामी एक अर्को अधीनमा बस्दैन, परमेश्वरको राज्य त्यो घरमा हुँदैन। कतिजना अहिले विदेशमा श्रीमान छ, श्रीमती गाउँमा छ, अर्कै केटासँग लभ गरेर अनि हिजो झ्यालखानामा गएन मान्छेहरू, त्यही केसमा नि फेरि हाम्रैमा आउँछ फेरि है। कुन मण्डलीको कहाँको हामीले थाहा छैन। आफ्नो श्रीमती दुःख गरेर छोराछोरी हुर्काइरहेको छ काठमाडौँमा, बुढा आफ्नै संसारमा काम गरिरहेको छ, दुनियाँ केटाहरूसँग केटीहरूसँग लाग्ने, त्यो जीवनले के जनाउँछ? त्यो जीवनलाई नरकको राज्य हामीलाई विस्तार गरिरहेको कुरालाई जनाउँछ। परमेश्वरको राज्य चाहिँ के हो भन्दाखेरि आफ्नै जीवन चाहिँ आफ्नै श्रीमानको लागि चोखो राख्ने, त्यो चाहिँ परमेश्वरको प्रोटोकल हो। आफ्नै जीवन चाहिँ आफ्नै श्रीमतीको लागि चोखो राख्ने, त्यो चाहिँ परमेश्वरले चाहेको जीवन हो। आमेन। तर हामी श्रीमती छैन नजिक, श्रीमान छैन भनेर हाम्रो जीवन ल्याङफ्याङ जीवन जिउनु भयो, बेविचारमा फस्नुभयो, अरूले माया गर्न थाल्यो भने त्यो कुराले परमेश्वर कहिले पनि प्रसन्न हुँदैन। त्यो कुरा तपाईँले कहिले पनि परमेश्वर अनुमति दिँदैन। परमेश्वरले तपाईँको जीवनबाट के चाहन्छ? तपाईँले दिनुभएको जिम्मेवारी, तपाईँ श्रीमान हो भने श्रीमतीलाई वास्ता र माया गरेको, छोराछोरीले माया र स्नेह दिएको परमेश्वर चाहनुहुन्छ। आमेन। यदि श्रीमती हो भने श्रीमतीले श्रीमानले आदर गरेको, इज्जतले कुरा गरेको, मान गरेको, उसको कामहरूमा चाहिँ प्रार्थना गरेको परमेश्वर चाहनुहुन्छ। केटा र केटीमा टुटे फरक उद्देश्यका लागि परमेश्वरले संसारमा दिनुभयो। केटा मान्छेले श्रीमान र छोराछोरी, केटा मान्छेले श्रीमती र छोराछोरी दिनुको उद्देश्य चाहिँ केयरिङ गर्नुहोस्। परमेश्वरको प्रोटोकल त्यो घरमा, त्यो परमेश्वरको प्रोटोकल वचन त्यो घरमा निर्माण गर्नुहोस्, त्यो अनुसार निर्माण गर्दै जानुहोस् भनेर परमेश्वरले हामीलाई जिम्मेवारी दिनुभएको हो। आमेन। तर हामीले के छ, छोराछोरी जन्म्यो, हुर्किन्छ संसारमा, अब ठुलो मान्छे बन्छ भन्ने मात्र हामी सिकाउँछ। ठुलो मान्छे बन्नै पर्छ, तर परमेश्वरको प्रोटोकल अनुसार जीवन बसालेर मात्र सम्भव छ। आमेन। नत्र तपाईँ र मैले आफ्नै चाहनाले डक्टर बन्छु, पाइलट बन्छु, आर्मी बनाउँछु भनेर तपाईँको कोसिसले 1000 कोसिस गर्दा पनि त्यो सफल हुँदैन। छोराछोरी जन्मेको मान्छे हो हामी सबैजना यहाँ, तपाईँ थाहा छ। छोराछोरी जन्मेर कहाँ गयो? कोही संसारमा हरायो, कोही आफ्नै बाटोमा हिँड्यो, परमेश्वरको प्रोटोकल अनुसार जिएन। अनि किनभने त्यो प्रोटोकल अनुसार नजिउनको कारण चाहिँ हामी आफै त्यो प्रोटोकलमा एड नभएर हो। जुन व्यक्ति चेला भएर जन्मियो त्यो व्यक्तिले चेला जन्मिन सजिलो हुन्छ। म आफू कसैको अधीनमा बसेन भने मैले कसैले अधीनमा राख्न सक्दैन, मेरो अधीनमा कोही पनि बस्दैन। त्यस कारणले गर्दा हाम्रो अधीनमा कोही मान्छे बस्न चाहन्छ, हाम्रो कुरा सुन्न चाहन्छ भने हामी अरूको कुरा सुन्नु पर्यो, हाम्रो मेन्टर हुनु पर्यो, हामी कसैको अधीनमा बसेको हुनुपर्छ। आज मण्डली छाडा भएको कारण के हो? परमेश्वरको अधीनमा नबस्दा मान्छेहरू बिग्रेको छ। अनि त्यही कारणले गर्दा आज मण्डलीको पास्टरको अधीनमा मान्छे बस्दैन, त्यो व्यक्तिले झन् बिग्रिँदै हामी गएको देख्छ। किनभने मण्डलीको पास्टर चाहिँ मान्छेले बनाएको नियम र कानुनलाई होइन तपाईँले सिकाउनुको लागि होइन, परमेश्वरको प्रतिनिधि र स्वर्गीय राजदूत हो। अनि स्वर्गीय राजदूतले स्वर्गीय विषयमा बताउँदछ। आमेन। त्यस कारणले परमेश्वरले चाहिँ तपाईँ र हाम्रो बिचमा चाहिँ एउटा स्वास्थ्य सम्बन्ध खोजिरहेको छ। आमेन। स्वास्थ्य सम्बन्ध हुनु एकदम खाँचो छ। सभा र एकदम केही खोट नभएको सम्बन्ध परमेश्वरले यो दिनहरूमा खोजिरहेको छ हाम्रो बिचमा। आमेन। अनि तपाईँ दुईजना कुनै कुरामा सहमत नभइकन सँगसँगै हिँड्न सक्छ त? सक्दैन नि। दुईजना मिलेर विवाह गरौँ न भनेर सहमत नभएसम्म विवाह हुन्छ त? हुँदैन नि। एकजनाको विवाह हुँदाखेरि दुईजनाको सहमति हुन्छ, विवाह गरौँ न हामी भनेर होइन, अनि तब विवाह हुन्छ। तर परमेश्वरको प्रोटोकल र मानिसको प्रोटोकलमा एकदम डिफ्रेन्ट छ। आकाश र यो धरती जस्तै फरक छ। त्यस कारणले गर्दा परमेश्वरले चाहनुभएका कुराहरू चाहिँ के हो भन्दाखेरि यसले तिनीहरूलाई भन्नुभयो, मलाई पठाउनु हुनेको इच्छा अनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो वचन हो। यूहन्ना 4:34 भन्दछ। अनि यो कुरा के हुन्छ भने परमेश्वरको इच्छा अनुसार हाम्रो जीवन जिउनु र उहाँको काम पुरा गर्नु नै हाम्रो दैनिक जीवन शैली हो भन्छ के। एउटा जीवन एउटा के भन्छ
हामी एक्सर्साइज चाहिन्छ शरीरले डेली, हरेक दिन चाहिन्छ। अनि त्यो शरीरले एक्सर्साइज पुग्यो भने चाहिँ त्यो शरीर चाहिँ फिट हुन्छ, स्वस्थ हुन्छ। त्यसरी नै हाम्रो जीवनमा पनि परमेश्वरको निम्ति हाम्रो भलाइ, हाम्रो हृदय, हाम्रो सोचाइ, हाम्रो गढाइ पनि परमेश्वरको निम्ति हामीलाई गरिरहनु पर्छ। आमेन। हाम्रो छोराछोरीले पनि यो कुरा हामीले सिकाउनु पर्छ। सम्बन्ध भनेको चाहिँ एउटै मन र एउटै कुरा र एउटै भावना हुनु हो। आज मैले ए भन्दाखेरि हजुरहरूलाई ए भन्नु चाहिँ स्वर्ग राज्यको परिवार हो। आज कतिजना पहिला पहिला हाम्रो चर्चमा कस्तो हुन्छ, मैले ए भन्दाखेरि मुखै लाएर बी भन्थेँ क्या, अनि झगडा हुन्थ्यो पहिला। अहिले त्यस्तो हुँदैन होइन, किनभने हामी राज्यमा परमेश्वरको स्वर्गीय प्रेममा हामी बढ्न चाहन्छ है। तर म चल्यो भने त्यहाँ चाहिँ शैतानले त झन् त्यस्तै चाहन्छ, तर तपाईँ र म त्यस्तै एकअर्कोले निल्ने काम भयो भने परमेश्वरको राज्य झन् एकअर्कोमा नष्ट भयो भने परमेश्वर खुसी हुँदैन। हामी एकअर्कोको अधीनमा बस्यो भने परमेश्वरको राज्य हाम्रो बीचमा आएको कुरालाई जनाउँछ। आमेन। विश्वास गर्नेहरूको समाज सबै एकै हृदय र एकै आत्माका भएका थिए र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन सम्पत्तिको केही थोक र यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए। प्रेरित 4:32 भन्दछ सबै कुरा साझा जसो के यो चर्च हामी सबैको, मेरो घर तपाईँको नि घर हो हैन, मेरो छोराछोरी तपाईँको नि छोराछोरी, त्यस्तै वास्ता, त्यस्तै माया, त्यसरी प्रार्थना गरिदिनु, त्यस्तै सल्लाह सुझाव दिइदिनुहोस् भनेर हामीलाई अरूसँग पनि हामी सहायता माग्थे। हामी त्यस्तो भावना हुनुपर्छ भनेर परमेश्वरको वचनले बताउँदछन्। आमेन। आज हामी संसारमा धेरैजना छ, वास्तविक सम्बन्ध दुःख वा खराब परिस्थितिको कारणलाई कहिले नष्ट हुँदैन। असल सम्बन्ध चाहिँ परमेश्वरको असल सम्बन्ध, परमेश्वरमा रहेर जोडेको सम्बन्ध, परिवार चाहिँ खराब दिन आउँदा, समस्या आउँदा, परिस्थिति आउँदा थाहा हुन्छ अरे त्यो व्यक्ति परमेश्वरको राज्यको मान्छे हो कि होइन, परमेश्वरको राज्यको प्रोटोकलमा निर्माण भएको मानिस हो कि होइन भन्ने कुरा चाहिँ परिस्थिति र समस्या, दुःख र खराब दिन आउँदाखेरि थाहा हुन्छ। यदि खराब दिन आए तापनि, दुःख आए तापनि, परिस्थिति आउँदा पनि हाम्रो साथमा हुन्छ भने त्यो व्यक्ति चाहिँ परमेश्वरको असल चेला हो। आमेन। अनि परमेश्वरले यही भन्छ, तिम्रो दुःख र परिस्थितिमा, समस्यामा तिम्रो साथमा छ भने त्यो मेरो मानिस हो भन्छ। जसले दुःख र परिस्थिति आउँदाखेरि छोडिदिन्छ नि त्यो व्यक्ति चाहिँ परमेश्वरको होइन र तिम्रो पनि होइन भनेर परमेश्वर भन्नुहुन्छ। त्यो मेरो जीवन मात्र होइन, तपाईँको जीवनमा त्यो समय र त्यो परिस्थिति आउन सक्छ। त्यही कारणले गर्दा तपाईँले त्यो चिन्नुपर्छ। तपाईँको दुःखको घडीमा, परिस्थितिको घडीमा, समस्याको घडीमा जब तपाईँको पछि होइन ब्याक सपोर्ट भएर खडा हुन्छन् त्यो व्यक्तिले कहिले पनि नभुल्नु। तपाईँ धनी हुँदाखेरि, तपाईँ सफल हुँदा पनि कहिले नबिर्सिनु। त्यो व्यक्तिले सँगसँगै लाने काम चाहिँ परमेश्वरले हाम्रो जीवनमा गरेको चाहनुहुन्छ। आमेन। सँगसँगै लगेको हामी चाहनुहुन्छ र परमेश्वरले पनि त्यो कुरा चाहनुहुन्छ। आमेन। सम्बन्ध धेरैजना टुटिने कारण चाहिँ यो समस्या र परिस्थिति आएपछि मान्छेले चाहिँ हामीले छोड्ने काम गर्छ होइन, हेल्प नगर्ने त्यस्तो कुराहरू गर्छ। तर परमेश्वरले हामीलाई हरेक परिस्थितिमा सहायता गर्नुहुन्छ। आमेन। अनि तपाईँ सम्बन्धमा एउटा इमान्दारी हुनु आवश्यक छ। राम्रो मात्र भएर हुँदैन, तर इमान्दारी हुनु चाहिँ खाँचो छ। इमान्दारी भनेको आज 10 बजे आउनु ठाउँमा 11 बजे आउने त्यो चाहिँ इमान्दारी होइन है। आज आउँछ भन्छ भोलि मात्र आउने त्यो इमान्दारी होइन। तपाईँको छोराछोरीसँग बोलेको कुरा चाहिँ पुरा गर्नु चाहिँ इमान्दारी हो। आमेन। म आज तिमीले कपडा किन्दिछु भन्छ, कहिले कपडा किन्दिनँ भने त्यो बुवा आमाको इमान्दारी होइन। तपाईँ र म इमान्दारी भएन। हिजो बोल्ने नबोल्ने, बोलेपछि त्यो कुरा पुरा गर्ने भने तपाईँ राज्यको असल चेला र असल बुवा आमा हुनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँको छोराछोरीले सिक्छ। अनि तपाईँको छोराछोरीले त्यो कुरामा एप्लाई हुँदै जान्छ। घरबाट जे कुरा सिक्छ त्यही कुरा संसारमा सिकाउने त्यो उनीहरूको वातावरण सिर्जना हुन्छ। त्यस कारणले हामीलाई कस्तो प्रकारको जीवनशैली जिउन सिकाउने छ छोराछोरीलाई है, त्यो कुरा चाहिँ हामीलाई आफ्नो जीवनमा प्र्याक्टिकल गरेर सिकाउने। सम्बन्धमा अधीनता र एकता हुन्छ। सम्बन्धमा के हुन्छ? अधीनता र एकता हुन्छ, मेलमिलाप हुन्छ। एकअर्को अधीनमा बस्ने, हजुर भन्नु, हजुरले भनिदिनु भनेर एकअर्कोले सर्वश्रेष्ठ ठाने, एकअर्कोले रेस्पेक्ट गर्ने त्यो कुरा चाहिँ हाम्रो जीवनमा हुनुपर्छ भन्छ राज्यमा भएको मानिसहरू चाहिँ। अनि आकापे प्रेमद्वारा चलेको सम्बन्ध हुनुपर्छ। आकापे प्रेम भनेको चाहिँ
परमेश्वरको प्रेमबाट निर्माण भएको परिवार र छोराछोरी दम्पति जीवन हुनुपर्छ भनेर परमेश्वरलाई भन्दछ। आमेन। अनि यो राज्यमा चाहिँ यीशुको सरकारमा चाहिँ आकाशको प्रेमबाट मण्डली र परिवार सम्बन्ध निर्माण हुन्छ। संसारको प्रेम, आफ्नो सिस्टमको प्रेम, आफूले भावनाबाट चाख्दाखेरि प्रेम गर्ने, भावना नआउँदाखेरि प्रेम नगर्ने, त्यस्तो हुँदैन राज्यमा। कहिले कहिले माया लाग्ने, कहिले कहिले माया लाग्ने त्यस्तो हुँदैन। माया लाग्दा पनि होइन आफ्नो छोराछोरीलाई हक गर्ने, माया नहुँदा पनि हक गर्ने, माया लाग्दा पनि होइन नम्र बोल्ने, माया नलाग्दा पनि नम्र बोल्ने। सुधार्ने हप्की र कुटाइले सुधार हुँदैन। तपाईँले कति सिक्नुहुन्छ स्कुलमा होइन, कुनै पनि बच्चाले पढ्न तपाईँले सिकाउन चाहन्छ भने नम्र बोलेर होइन एकदम प्रेमपूर्वक बोलेर मात्र त्यो छोराछोरी सिक्न सक्छ। झन् झन् बिग्रियो भने उसकोमा एउटा नराम्रो कन्सेप्ट, नराम्रो एउटा सोच आउँछ उसमा। यो सोले मलाई यस्तो बिर्छ झन् पर्दैन भने ऊ चाहिँ घमण्ड हुन्छ, झन् रिसमा ऊ चाहिँ फुल्दै जान्छ। त्यस कारणले मान्छेले शान्त गर्न चाहन्छ, मान्छेले असल भविष्य दिन चाहन्छ भने आज्ञाकै प्रेमद्वारा चलेको सम्बन्ध मात्र परमेश्वरको प्रोटोकल अनुसार निर्माण हुन सकिन्छ। आमेन। अनि यो सम्बन्ध, यो स्वास्थ्य सम्बन्धमा परमेश्वरले चाहेको दाग रहित र खोट रहेको सम्बन्ध चाहिँ कस्तो व्यक्तिमा हुनुपर्छ भन्दाखेरि आकाशको प्रेमबाट परिवार सम्बन्ध, बिजनेस व्यवस्था, आर्थिक चाहिँ निर्माण भएको चाहनुहुन्छ। आकाशको प्रेम भनेको परमेश्वरको प्रेम। परमेश्वरको प्रेमबाट एकाअर्काले प्रेम गर्छ भने त्यहाँ चाहिँ परमेश्वरको राज्य र परमेश्वरको उपस्थिति, परमेश्वरको शान्तिले त्यो घर परिवार सम्बन्ध, बिजनेस व्यवसाय, आर्थिकमा राज गर्नुभएको हुन्छ। आमेन। अनि शैतान र दुष्ट आत्माले काम गर्दैन। सम्बन्धको पूर्णताहरूको मोडल त्रिक परमेश्वर नै हुनुहुन्छ। आमेन। सम्बन्धले डिजाइन दिने है, यो चर्चले कसरी कुन डिजाइनमा बनाउने भने डिजाइन बनाउने र मोडल दिने काम चाहिँ त्रिक परमेश्वरले गर्नुहुन्छ। आमेन। तपाईँको परिवार कसरी बनिँदै जाने अब हो भविष्यमा, तपाईँको छोरा कसरी बनिँदै जाने भविष्यमा परमेश्वर, त्रिक परमेश्वरको हातमा हामीले समर्पण गर्नुपर्दछ। आमेन। तर हामी आफ्नो डिजाइनमा तिमी युके चाहो, तिमी लौडे बन, तिमी डक्टर बन, तिमी पाइलट बन भनेर हामीले भन्नु हुँदैन। परमेश्वरमा प्रार्थना गरेर परमेश्वरले जुन उद्देश्य र जुन बलवाट जुन र ग्रेसमा तपाईँले निर्माण गर्न चाहन्छ त्योमा बरस भनेर हामीले उत्साह दिनुपर्छ छोराछोरीलाई। आमेन। अनि श्रीमतीहरूको काम के हो भने परमेश्वरले दिनुभयो श्रीमतीहरू, त्यो श्रीमतीको काम चाहिँ घर, बिजनेस, व्यवस्था, आर्थिक जब र श्रीमानको लागि प्रार्थना गर्नको लागि परमेश्वरले दिनुभएको। आमेन। जति श्रीमतीहरूलाई आफ्नै श्रीमानलाई प्रार्थना गर्छ, आफ्नै श्रीमानले कमाएको पैसा र धनहरू सही सही टाइपमा दशंश छुटाएर आशिष बल्छ, बिउ रोप्छ, त्यो बढ्दै 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 आशिष हुँदै जानुहुन्छ। तपाईँले प्रार्थना कहिले पनि नटुर्नुहोस्, निरन्तर प्रार्थना गर्नुहोस् श्रीमानको लागि। श्रीमान शिर हो, श्रीमानलाई संसारमा राज्य गरिरहेको हुन्छ। त्यो पैसा तपाईँले ठिक ठिक ठाउँमा युज गर्ने सिक्नुहोस्। मेरो घरमा त्यस्तो छैन, म गर्छु। मेरो वाइफले केही वर्ष पनि सिकेर उसले त्यो कुराहरू गर्छ, म आशा गर्छु। र उहाँ अहिले बढ्दैछ, सिक्दैछ, तपाईँहरू पनि बढ्दै जानु। अनि श्रीमानले पनि यो पैसा यतिमा यो यति राख्ने, यो पैसा यतिमा यो राख्ने, अहिले मैले 1 लाख यहाँ राखेको छ, यो 1 लाखले 10 लाख हुनुहुन्छ, अर्को ठाउँमा फेरि मैले 1 लाख राखेँ, त्यहाँ चाहिँ 10 लाखले 20 लाख हुन्छ। यसरी यसरी तपाईँले माइन्ड्स बनाउनु पर्यो क्या। त्यो माइन्ड्स बन्नलाई कि तपाईँले आत्मिक मेम्बरसँग सहायता माग्नुपर्छ, पवित्र आत्मासँग सहायता माग्नुपर्छ। आमेन। तपाईँ अहिले 40 वर्ष गरेला पैसा कमाउन सक्दैन होला, तपाईँसँग भएको 10,000 अनि 1 लाख पैसा राख्नुहोस्। भोलिको दिन हो त्यो पैसालाई कसरी चलाउने भनेर परमेश्वरको अनुग्रहद्वारा तपाईँ एउटा अनुग्रहमा निर्माण हुँदै जानुहोस्। त्यहाँ परमेश्वरले तपाईँले ग्रेस दिनुहुनेछ। आमेन। केटा मान्छेले मेहनत गर्नुहोस्, दुःख गर्नुहोस्, अनि केटी मान्छेलाई चाहिँ धेरै प्रार्थना गर्नु। केटा मान्छेले बाहिर चलाउँदा प्रार्थना गर्नु, काम गर्दा प्रार्थना गर्नुहोस् परमेश्वरको अगुवाईमा। हामीले संसार जस्तो परिवार चाहेको होइन, हामीले स्वर्गीय परमेश्वर जस्तो परिवार चाहेको। आमेन। त्यहाँ शान्ति चाहेको हामीलाई। पैसा कमाएर पनि परिवार लतालुङ्गै, कोही पूर्व, कोही पश्चिम, कोही उत्तर दक्षिण, घर कहिले शान्ति हुँदैन। चाहे विदेशमा होस्, चाहे नेपालमा होस्, चाहे अमेरिका होस्, सबै परिवारले शान्ति चाहिँ अनुभव हुन पाओस्। आमेन। मेरो बहिनी अहिले साइप्रसमा छ, उसले राज्यको कुरा मान्छ भने मलाई शान्ति छ, उसको राज्यको कुरा मान्दैन भने मलाई अशान्ति हुन्छ। अनि मेरो कतिजना परमेश्वरको असल असल छोराछोरी गोर्खामा छ, कोही आफ्नो बिजनेसमा छ, कोही विदेशमा छ, उनीहरूले
जहिले पनि परमेश्वरको विषयमा कुरा गर्छ अनि मलाई खुसी लाग्छ। तपाईँ र म चाहिँ भेट्दाखेरि कुरा गर्दाखेरि परमेश्वरको कुरा गर्नु होला। आमेन। संसारमा कुन मान्छे मर्यो रे, कुन मान्छे चाहिँ अब भागेर बिहा गरे रे, कुन मान्छेले के गर्यो भन्ने कुरा धेरै सुनाउने चाहिँ राम्रो होइन। परमेश्वरको राज्यमा चाहिँ त्यो कुरा राम्रो होइन। हामी चाहिँ कसरी हामी छोराछोरीले निर्माण गर्ने, हाम्रो छोराछोरी भविष्यमा कस्तो व्यक्ति बनेको चाहन्छ, परमेश्वरको अनुग्रह मागेर तपाईँ अगाडि बढेको परमेश्वर चाहनुहुन्छ। आमेन। हामी ताली बजेर परमेश्वर धन्यवाद दिनेछौँ। आजको टपिक चाहिँ यीशुको राज्य चाहिँ धर्म होइन, तर यीशुको राज्य चाहिँ राज्य हो। आमेन। त्यो राज्यमा छ भने तपाईँले अब छोराछोरीले, तपाईँ आफै र म आफै सिक्दै जाऊँ र स्वर्ग जस्तो यो पृथ्वीले बनाउँ र हाम्रो परिवारलाई स्वर्ग जस्तै बनाऊँ। आमेन। तपाईँ स्वर्गमा छ भन्छ, तर स्वर्ग जस्तो परिवार तपाईँ र म बनिएन भने परमेश्वर दुखित हुनुहुन्छ। त्यही कारणले परमेश्वरले मन दुखाउने काम हामीले नगरौँ। आमेन। हुन्छ, हामी